तैँले सुन्छु मैले दियो कलश गणेश पूजा गरेँ तैँले आफूले आफ्नो दाजुभाइको पे गरेर यो गणेशजी बनाएको उहाँहरू चाहिँ यमदेवलाई प्रार्थना गर्ने तैँले तैँले गर्न मैले गर्ने गरेँ अब यसो पूजा गरेर प्रार्थना गरेर यमदेव गणेश के भाव आउँछ त्यही गर्नु तरिकाले त्यही आइज बाहिर गएर यो हामी पहिला ढोकामा मैले खोलेँ ल तिमीहरू दुईजना यहाँ ढोकामा पालै पालो बस्छ त पहिला मामा बस्छ कि भान्जा बस्छ मामै आऊ त त्यो हालेमको पनि गीत छ एमलतको पनि गीत त्यो पनि सुभाष आऊ ज्ञानी त यसरी छ दीर्घजीवी हुनु चिरञ्जीवी हुनु सब शत्रु गरी सब नाश हुनु मेरो भाइको है त्यो फेरि त्यो तेलको दुगोमा चाहिँ तेलले कोरे खाले चाहिँ यहाँभित्र चाहिँ कि नकारात्मक शक्तिहरू नआओस् भनेर तेल बुझेर लगाउने हामी चलाउँछ पानी र तेलको घेराले एउटा ओखर बाहिरै फोरेर बाहिरै त्यो तेल भित्र बाहिर ल फोड्यो ओखर फोड्यो बारीतिर पहिला पहिला त हामी खान्थ्यौँ क्या अनि त्यसको कपाल एकछिन तेल मेरो चक्कर लाग्यो हरेक पानीको हो कि हरेक पानीको हो वर्षमा एकचोटि तेल मसाला है तैँले कचोटि गरिदिनु जस्तो वर्षमा त्यसो भए एउटा फोटो खिच्दिनु सिधा गरेर टाइपको मात्रै कि त्यो खासै धेरै ज्यादा नभएको टाइपको मेमोरीको लागि ए मैले त सरोजसी जस्तो कन्टेन्ट खोलिदिनु म हाल्दै गर्छु नि
त्यसले त पेपर भयो हुन्छ होला नि भयो कान्छ कति धेरै हुँदो रहेछ त नि पहिला पहिलाको चाहिँ एकदम थोरै थियो कि कहिले मगाउ Oh, who's that handsome guy? Favorite color. ब्लू कलर फेभरेट भने देख्दा कस्तो राम्रो देखिएको नि अब फेभरेट नफेभरेट भन्ने सबै कलर फेभरेट हो मलाई झिलिमिली आएर झिलिमिली त माथि टिका लगाएर भयो है मलाई नि टिका लाउनु पऱ्यो न ए दिदी जस्तो के अरे बाबाले सब झिल्टो झिल्के लगाइदिइहाल्छु नि 7 बटेपछि ल खोल त Ouch. सयपत्री पनि कहाँ हो पुगेर फेरि ल म थुटेको लागि त्यो तँलाई अघि लगाइदिनु पर्थ्यो त्यस्तो भन्दा जान त होइन ट्राई चाहिँ गरेको अब कस्तो हुन्छ त ब्लू तो ब्लू पर्पल खसाइस के झिलिमिली झिल्के छवटा भएन अब कति पहेँलो बात मैले ओरेन्जलाई पहेँलो बनाएको छु लगाइदिएको जस्तो लाग्यो नि राम्रो ममको फेभरेट बिच्चाको है ब्लू कहिले एउटा ब्लू फेभरेट हुन थालेको मलाई नि त आएन खै ड्रेस हेर्दा त्यही लाग्यो